हेलो साथीहरु, यो चाहिँ पोखराको लेक साइड होटल छेउमा चाहिँ हामी बसेका छौँ। यहाँको भ्यू चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ। माथि चाहिँ मन्दिर छ, सेतो गुम्बा देखिरहेछ। अनि यता चाहिँ लेक साइड फेवाताल। हेलो साथीहरु, यस्तो राम्रो भ्यू छ, तर आज घाम चाहिँ लागेको छैन। त्यही नि यता चाहिँ गर्मी रहेछ है साथीहरु। हाम्रो रुम चाहिँ यता छ है हालत। हामी चाहिँ अब यहाँ बोटिङ गरेर बस्ने ठाउँमा नटेक्नु पहाडी पूजा गर्न जान लागेको छौँ। 6 जना हो 6 जना हामी 2 जना 8 जना हुन्छ। बस्नु कता बस्ने? यतै हो मिलेर भन्नु 2 जना भन्नु 2 जना 2 जना उतापट्टि होला ए हामी म यतापट्टि हामी ए तपाई त्यता बस्नु न त फोटो लिन दाइ बस्नु न छिटो हेलमेट लिएर ओहो मोबाइल हिँड्नु पुग्यो यतारे ल हामी चाहिँ तालमा छु मन्दिर जानलाई। यसमा अब थोरै मान्छे भयो नि थोरै मान्छे को आउँदै छ नि छोरेमा सर बस्नु बस्ने यति जाने खै अरू चाहिँ उति लाने विचार गरेर अब उनीहरूलाई हतार छ अरे घर जानु बेला भइसक्यो। थोरै लगाएर सहिलो हुन्छ थोरै लगाएर ल यता छौँ दाइरामा। कसले खिच्दिने हाम्रो फोटो चाहिँ? उति दाइले ए उतापट्टि बाजेले खेदिन्छ हो खिच्नु न ल बाजेले घर ओहो भयो भाइ दुईटा खिचिसकेर अलि धेरै खिच्दिनु हुन्छ अनि अलि कुन मन परेन राख्दिनु फाल्दिनु होला। मैले झ्याप झ्याप हाल्दैछु है। हस् 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 त्यो बहिनीहरूको खिचिदिन्छु ल। म अनि टिकटक गर्नुपर्छ। हस् त अब यहाँ यस्तो गर्नु न त अब त यता फर्क अब खोला चाहिँ कहाँ पस्यो हुन्छ म अहिले हातमा लिने ल्याउनु त यहाँ हाम्रो खिच्दिनु नि कालो गर्नु पनि खोइ त कसरी त अनि हामी दाजुको यस्तो गर्नु तपाईँ यता सर्नु त बहिनी भाइ उतापट्टि जानु तपाईँ यता पुरा सर्नु भाइ अलिक सर्नु क्या
हुँदैन होइन ठिकै छ हुन्छ त्यतिकै खोजिदिनु होइन उहाँको सिंगल ब्यालेन्स एक्सिडेन्ट होला बिचमै साथीहरू एक्सिडेन्ट भयो भने फेरि गाह्रो छ तर ऊ त्यसमा मजा आउँछ त्यसमा ल हेर्नु हेर्नु त मैले भिडियो बनाएको ल भाइ यता हेर्नु भिडियो बनाइरहेको छु मैले फेवातालमा हामी चाहिँ घुमिरहेको छौँ यस्तो हरियाली छ शान्त मौसम बेलुका भइसक्यो खोजेको अब पाइएन बेलुका भएर त्यही त है ठिकै छ कस्तो भिडभाड रहेछ क्या आज फेरि शनिबार भयो अनि यो भयो हाम्रो छिमेकी राष्ट्रको भारतीयहरू धेरै छन् नि तपाईँको 80% त भारतीय छन् अहिले नेपाली 20-30% छन् सबै 80%। सबै इन्डियाको मान्छे रहेछ क्या आज आइसक्छ कति बजेसम्म गर्न दिन्छ भोटिङ राति अफिस त बन्द भइसक्यो अफिस बन्द भयो ठिकै यो घुमेका मात्रै होला ए डुङ्गा ठोकियो हाम्रो यो घुम्नलाई त कति एक दिनै लाग्छ होला है एक दिन त होइन 2 दिनमा सकिँदैन 4-5 घन्टा धेरै ओ माई गॉड तलसम्म धेरै लामो उतातिर जान पाउँदैन पाउँछ नि जाऊ न त नदिया नि त्यो अल्कोमा बसेर गाड्न पाउँछ नि त्यस्तो अल्कोमा हेर्नु न 1 घन्टा लिनुपर्छ पाएन नि टिकट 1 घन्टाको त्यो अर्को बोटको होइन अनि 7 जना 8 जना बस्नु नि अनि यही बोटको 900 1 घन्टाको 900 को अनि कति जना अड्छ ल हाय हामी चाहिँ मन्दिरभित्र अब प्रवेश हुन्छौँ बेलुकाखेरि घुम्न आएको मन्दिर प्रवेश गरौँ न त दाइ चाहिँ मलाई घुमाउँदै हुनुहुन्छ म चाहिँ भिडियो ए हजुर यो अहिले बनाउँदैछ कि तालबारी यही त रहेछ मन्दिर मन्दिरै छ अब यता हेरौँ है त माछा हेरौँ न माछा हेर्नु जाऊँ माछा ए हजुर माछा त कुनामा रहेछ ए खोइ ए हो रहेछ माछा त है तप्लङ्गे खस्छ भने त गयो फेरि माछा ल है माछा त दामी देख यो पारी चाहिँ कस्तो हरियाली सिन राम्रो छ ल हामी चाहिँ गएको अब रात परिसक्यो साथीहरू सुनसान छ है सबैजना पारी तरिसकेछन् हामी मात्रै यहाँनिर हामी चाहिँ ढिलो आयौँ हो मासतिर घुम्न गएको नि त त्यही भएर लेट भयौँ अब चाहिँ हामी मन्दिर घुमेर पनि यहाँ आइसक्यौँ मेरो ड्राइभर दाजु यता हुनुहुन्छ कहाँ जानु गइसक्यो क्या अरू त नि ए हुन्छ अब चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ ल अब लागेको है साथीहरू क्यामेराले खिच्दैन जस्तो लाग्यो त्यही भएर म चाहिँ फोनले लिँदैछु भिडियो हामी चाहिँ यहाँ तरिसक्यौँ हामी त लास्टै परेछौँ र बिजोग भयो ल बाई बाई गरौँ है त आजको लागि चाहिँ साथीहरू हामी चाहिँ अब तरिसक्यौँ बाहिर साथीहरू ल ल त अब हामी
सबैजना साइड भइदिनुहोस्